तो हेलो दोस्तों, कैसे हो? सब बढ़िया हो गए तो आगे भी बढ़िया रहना। तो आज मैं हिंदी में ब्लॉग बना रहा हूँ क्योंकि मेरे को हिंदी पसंद है। कभी कभी मन करता है हिंदी में भी ब्लॉग बना लूँ, क्योंकि ज़्यादा गेम खेलने से मेरे को नेपाली से ज़्यादा हिंदी पसंद आने लगा। तो आज अपन जाने वाला है पानी भर्ने के लिए पँधेरा। अब चाहिँ जाँदैछौँ हामी पँधेरा। हिन्दी मैले त्यसै बोलिदिएको किनकि हिन्दी मलाई राम्रो लाग्थ्यो, तर नेपाली त झनै राम्रो लाग्छ किनकि आफ्नै ल्याङ्ग्वेज हो। अब चाहिँ बाबु र म भएर चाहिँ पानी लिन जाँदैछौँ सर र लाएर बिहान बिहान बाइकमा। अच्छा जे होस् हिजो बेलुकाभरि पानी परेर चाहिँ मौसम चाहिँ शीतल भएको छ, नत्र भने त डेन्जर धेरै गर्मी हुने के। जे होस् यतिको मौसम चाहिँ जस मलाई आनन्द लाग्यो, खुसी लाग्यो। यसरी नै पानी परिराखे त शीतल हुन्छ नि, तर अलिकति बाटो बाढी पहिरो जान्छ कि भन्ने डर मात्रै हो। अब यतिखेर त फेरि धेरै ठाउँमा गइसकेको छ। अस्ति भर्खरै पनि यही उता देखेछ त्यो देउराली भन्ने ठाउँमा पनि डेन्जर ठुलो पहिरो गएछ अस्ति। अनि हेर्नु त बाटोभरि पानी छ, हिलो छ बाटैभरि। यहाँ फेरि एक्सिडेन्ट फेरि खत्रै भएको क्या। देउरालीमा चाहिँ अगाडिबाट बाइक आएर रहेछ यानेसमा तिर्पल लोड, उताबाट ट्र्याक्टर आएर रहेछ। बिचरा बाइकवाला त राइट साइडमै थियो, त्यही पनि के गरौँ अब, अगाडिबाट रङ साइड मारेर ठोकिदिएपछि के भन्नु छ र। त्यस खत्रै त्यहाँ एक्सिडेन्ट भएको थियो। अस्ति म जान पाइनँ, म लमजुङ थिएँ। जब घर आएँ मैले सुनिरहेको थिएँ त्यस्तो खबरहरू। अहिले चाहिँ हस्पिटलमा छन् गरे। अब जे भए पनि छिटै सन्चो भइदियो हुन्थ्यो भन्न चाहन्छु म। भने बाटो चाहिँ यस्तो छ, पँधेर जाने बाटो चाहिँ ल हेर्न सक्नुहुन्छ साथीहरू। यति साँघुरो बाटो छ, अलिकति मिस्टेक भयो भने सिधै बारीतिर पुगिन्छ। एकछिन के बोलेको थिएँ, पानी लिने ठाउँ त आइसकेको रहेछ। कति छिटो आयो त्यो मलाई थाहै भएन। अब यहीँ छ पँधेरा, पानी लिन आइसक्यो। पहिला त हिँड्दै आइन्थ्यो, अहिले बाइक भएर चाहिँ सजिलो भएको छ। अब दुईजना मान्छेहरू रहेछन्, दुईजना भाइ बहिनीहरू पनि पानी लिन आएको रहेछन्। मेरो बाइकको लुक्स भने यही हो, के भन्नु छ र। अब अलिअलि मोडिफाई गर्नुहुन्थ्यो, मोडिफाई गरौँ भने पनि पुलिसले समातिहाल्छ कि फेरि ठिस हुन्छ। फेरि अहिले फेरि थोरै होइन, सिधै 10-15 हज़ार फाइन हो कि फेरि। त्यही भएर यो लुकिङ ग्लास पनि मैले सोचिरहेको छु डुकको हालौँ भनेर। त्यतिमा त केही भन्दैन होला। अब पोखरा जाँदा चाहिँ एउटा डुकको भए पनि लुकिङ ग्लास हाल्नु छ। अनि अरू त त्यही हो। अब ह्यान्डलमा पनि साइडमा भाउजूले हालिदिन्छु तपाईँको बर्थडे गिफ्ट भनेर भन्नुभएको छ अरे। 5 गते जाँदाखेरिमा चाहिँ ह्यान्डलमा पनि हाल्नु पर्ला। त्यो के भन्छ, त्यो ब्रेक लेबर गार्ड हो कि के भन्छ, मलाई त त्यति राम्रोसँग भन्न आउँदैन। यिनीहरू दुईजना नि गइसक्यो पानी भरेर। अब चाहिँ बाबुले पानी भर्छु भनिरहेको छ अरे। भर्छ कि भर्दैन केटोले, हेर भाइ त नि तल फुल के अरे के हाँसेछ, के हाँसेछ, भर्न सक्छस्, भर्न सक्छस् पानी कि मैले भर्ने? हाम्रो बाबु फेरि ज्ञानी छ, फेरि अङ्कललाई दुःख दिन्न, ऊ आफै भर्न लाग्छ त्यत्रो बोतल। बिचरा बाबु एक्लैलाई गाह्रो हुन्छ भनेर म पनि गएँ बाबुलाई सघाउनको लागि। चाहिँ मैले चाहिँ बोतल साफ गर्दै बिर्को निकाल्दै पानी भर्न उसलाई दिएर म चाहिँ भोरी बोतल झोलामा हाल्न थालेँ। यति गर्दा पनि अझै ढिलो गरे बाबुले। बिचरा सानो केटकेटी नै छ। अनि ढिलो गरिसकेपछि चाहिँ मैले भने कि म भर्छु अब त भनेछु, तर बाबुले दिनै मानेको थिएन। मै भर्छु भनेर। बिचरा रहर हुन्छ नि अब केटकेटीको। म पनि पहिला सानोमा यस्तै थिएँ, तर ठुलो भएपछि पो काम गर्न मनै लागेन। तर धेरै नै ढिलो भइसकेको थियो। अनि मैले भने कि बाबुलाई म भर्छु भनेर बल्ल कसो तसो गरेर म पानी भर्नतिर लाग्छु। त्यसपछि मैले त्यति भनिसकेपछि बाबुले भन्छ ल त नि त्यसो भए म यता झोलामा बोतल हाल्छु पानी भर्दै मलाई दिनु भनेर। अनि छिटो हामी दुईजना भएर चाहिँ पानी सानी भरेर यहाँबाट अब लाग्छौँ। अनि यसरी पानी भर्दै गर्दाखेरिमा चाहिँ एकजना हजुरआमा आउनु भएछ। बिचरा मलाई त हाम्रै घरको हजुरआमाको याद आइदिरहेको। बिचरा यति बुढी भएर पनि पानी लिन आइरहनु भएको छ। एकदमै माया लाग्छ मलाई फेरि। भर्नु आमा, सक्छस् यताले म यतै बागटरतिर। त्यसपछि फेरि हामी बाउ छोरा भएर चाहिँ अब पानी सानी लिएर निस्किसक्यौँ। अब चाहिँ हामी
सिधै लड राखिदिन्छ बाइक अब कता चलाउने सारा राखिदिने बाबु बाइक राख्ने क्यार्ने ल बाबुले राख्थ्यो भने चाहिँ राख्नै पर्यो अहिले तल मबाट यो बाटो बनाउनु पर्छ दिउँसो अनि तँलाई म मोमो खुवाउँछु मोमो खाने कि नखाने आज ल पानी लिएर पनि आइसक्यो अब चाहिँ यति नै भिडियो चाहिँ आजको भिडियो चाहिँ पानी लिएर आउने थियो सकियो अब आमा आएर बाबुले ल्याएको त्यो पानीको बोतल पनि निकालेर माथि लान्छन् त्यही हो सकियो आजको लागि भ्लग अब भोलि नयाँ आउँछ नयाँ भ्लगहरू आइरहन्छ त्यसैले च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला मेरा प्यारा दोस्तो बाई बाई